पैसा हन्डी पैसा भन्दा नि हन्डी यो गेममा निकै नै रमाइलो खेलाइराख्नु भएको छ उहाँहरूले 20 रुपियाँ बस्छ सिधा जीवन दाइ झार्नु र भाले भरे घरमा भुटेर खानुपर्छ हेलो साथीहरू गुड आफ्टरनुन अहिले चाहिँ दिउँसोको 3 कति बज्यो 3 बजिसकेको छ र आज चाहिँ सबैभन्दा सुरुमा फागु पूर्णिमाको सबैजनामा शुभकामना छ अनि आज चाहिँ खास विशेष गरी पहाडको होली हो तर हामीलाई चाहिँ के भन्छ यो चाहिँ हाम्रो फाइदै छ हामी चाहिँ दुईटै होली मनाउँछौँ पहाडको पनि होली तराईको पनि होली मनाउँछौँ यो हाम्रो चाहिँ इलामको फेदी झापाको टुप्पो भएर पनि होला अनि आज चाहिँ हाम्रो गाउँमा होलीको लागि सानो कार्यक्रम सञ्चालन गर्नुभएको छ अङ्कलले अनि त्यही हामी चाहिँ कार्यक्रम हेर्न जाँदैछौँ अहिले तपाईँ पनि मेरो भिडियोलाई हेर्दै गर्नु होला तपाईँहरूलाई पनि देखाउने छु कस्तो हुन्छ कार्यक्रम एकदम रमाइलो हुन्छ सधैँ रमाइलो हुन्छ आज पनि रमाइलो नै हुन्छ होला आउनु न कोले मलाई गर्यो सेन्समा तिमीले सब्सक्राइबर हेरे सब्सक्राइब रोजिनाले गर्यो यस्ता हुन्छन् उहाँ तल चाहिँ कार्यक्रम हुँदैछ है के हेरे के हुँदैछ अरे हन्डी फुटाइ अनि त्यस पछाडि भाले यसो बासमा चढेर झिक्ने यो चाहिँ हाम्रो कोलाचोक ए यो अघि के गर्यो भनेको त मलाई आफ्नै घरमा भएको कुरा पनि थाहा छैन माटो लिएर यहाँ थुपारेको रहेछ के साह्रो नि कति न सुनको अनुहारहरू भाइरल हुन्छ मेरो भ्लगमा आयो भने ओए सब्सक्राइब गरेको छौ कि छैनौ ए ल यत्रो दिन भइसक्यो युट्युब च्यानल खोलेको अझै सब्सक्राइब नगर्नु है यस्तो हुन्छ मित्रहरू देख्नुभयो साथीहरू यस्तो हुन्छ मित्रहरू आफ्नो साथीलाई छैन सब्सक्राइब 1 महिना भइसक्यो युट्युब च्यानल खोलेको भर्खर 37 सब्सक्राइब मात्रै हुँदैछ यहाँ भाले यसरी राख्ने काम चाहिँ हुँदैछ है सुरु भाले यहाँ छ यो भाले जसले झिकेर राख्छ उसको हो आज कसले खाने हो नि यो भाले यहाँ चाहिँ हन्डी रेडी हुँदैछ हन्डी फुटाउनुको लागि के खानु भएको चप्पटी खानु भएको यहाँ चाहिँ हन्डी फुटाइ सुरु भयो गेम फर्स्ट प्रतियोगी सुगानी बनाइन्छु कहाँबाट हुँदैछ घुमाउनु पर्दैन गेम सुरु भइसकेको छ जान सिधै बाइक छैन मान्छेतिर जानु भयो भने हामी भन्छौँ धेरै पनि जाँदै हुन्छ म निकै अलिकतिले जन्म फुटायो 600 रुपियाँ लाग्यो सिधा जाँदा हुन्छ सबले हान्नुभएको भाइजू सबले हान्नुभएको हन्डी यता छ भने धेरै बोला जान मलाई देखा हाम्रो आइसकेको छ
त्यहाँ हेर्नु होला दर्शकहरू यहाँ निकै दबाई पार्दै हुन्छ उहाँले गलत आफै टेक्नु पायो लट्ठी लिनु नपाए अब प्लिज नियम विपरीत नगरिदिनु लट्ठी नटेकिनु आन्टी लट्ठी नटेकिनु लट्ठी जानु नकाइ पनि बाटो सिधा गइरहेको हुन्छ यहाँनिर चाहिँ उहाँ एकदम फुट्यो भन्दैन 600 रुपियाँलाई पछ्याउँदै आफ्नो लक्ष्यलाई पछ्याउँदै हामीतिर आफ्नो झन्डै फुटेको छ मात्र केही खेतको अन्तरमा लगभग 7 उहाँले तयार गर्नुभयो मात्र 7 फुटको मेरो तर्फबाट ल पुरस्कार बढेको छ यहाँ नसिब ढकालले 500 रुपियाँ दिनुहुन्छ अरे यो फर्स्टलाई उहाँले उताबाट भिडियोबाट कमेन्ट भइसक्यो भनिसक्नुभयो 1100 रुपियाँ प्राइज 1100 प्राइज भइसकेको छ हन्ड्रेड 1100 हाम्रो नसिब अङ्कलले भनिसक्नु भएको छ ल जानुहोस् सिधा भइसक्यो उहाँले चाहिँ लक्ष्य पछ्याउँदै हारेर पैसा हन्डी पैसा हुन्छ नि हन्डी यो गेममा निकै नै रमाइलो बुझाइराख्नु भएको छ उहाँहरूले हाम्रो स्थानीय बढीमा तारा भित्रले उहाँले निकै नै सशक्त प्रहार गर्नुहुन्छ कि जस्तो अनुभव पाइसकेको छौँ हामीले निकै नै सशक्त प्रहार गर्नुहुन्छ कि भन्ने अनुभव भइसकेको छ नजिक पुग्नेलाई पनि प्राइज दिनेछौँ सबैलाई नजिक हुनेलाई पनि प्राइज दिनेछौँ हामी खतरनाक लगभग आवाज चाहिँ केही होला जस्तो छ झन्डै लगभग 20 फुटको अन्तरमा 1100 रुपियाँ जम्मा 1100 प्राइज पाइँदैन उचाल्दिनुहोस् त्यसरी हो त्यसरी उहाँ त जानुभयो त सिधै अरे सिधै जानुपर्छ फिक्स सिधा अरे 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 यो त 1100 रुपियाँको लागि हो कि क्या हो यो त निकै नै प्रहार खतरा थियो यो त निकै नै प्रहार खतरा थियो घुमाइरहनु पाइँदैन सिधा यो पाराले त ओ माई गॉड बतारे शट निकै नै खतरा शट बतारे शट स्मृति निकै थियो उहाँ चाहिँ हाम्रो देश दालदारको एकजना उहाँहरू शिक्षिका पनि हुनुहुन्छ गर्नमा सहयोग गरिरहनु भएको छ र उहाँले आफ्नो 1100 को पाइलाहरू अगाडि चाल्दै 1100 को पाइला छ उठ्दै जानु भएर सबैले भनिदिनु होला यो के मात्र खेल होइन यो पाइला मात्र पाइला होइन यो पाइला भनेको 1100 को पाइला हो त्यहाँबाट उठ्दिनु होला तपाईँहरू त्यहाँ त मान्छे हुनुहुन्छ त्यहाँ मान्छे हुनुहुन्छ प्लिज लगभग निकै नै नजिकबाट पनि नजिक र त्यो सहयोग गरिदिनु हुन हाम्रो भान्डा भाइहरूलाई चाहिँ भन्दैछु गएर जानुभयो अलिकति हुन्छ हामी हाम्रो नसिब अङ्कललाई किसा पनि हामी यहाँदेखि प्राप्त गर्नेछौँ खेल्नको लागि रेडी हाम्रो गाउँको निकायले चोरको जालमा निकै खतरा प्रहार गर्नु खोज्नु भएको छ उहाँले
उहाँले आफूलाई क्याम्पमा मार्नको लागि तयार हुँदै हुनुहुन्छ ल अब चाहिँ 1100 को पाइला यो पाइला केवल पाइला बजाउनु भएर 1100 को नजिक निकै नजिक निकै नै खतरा पाइला चाल्दै हुनुहुन्छ निकै नै खतरा पार पनि गर्नुहुन्छ एकछिनमा नजिकबाट हट्नु नपर्छ तपाईँहरू प्रहार गर्नुभन्दा अगाडि चाहिँ एक सोधेर प्रहार गर्नु होला अर्काको टाउका पर्न सक्छ प्रहार गर्नुभन्दा अगाडि चाहिँ चाम मार्नु होला किनभने मान्छेको टाउका हुनसक्छ उहाँ त निकै नै सिधा मार्ने हाट्नुभयो लगभग 5 खेलिए दरे होली अम्मा यहाँ त सिङ खम एउटा कता हुनुहुन्छ मालिक यसको यता हुनुहुन्छ यो प्रहार भनेको हाँडीमा नभएर बलुवाको टुक्रामा भएको छ पहिला पहिलामा 1100 राखिन्छ पहिलामा 1100 छ अनि त्यसपछि हाम्रो भाउजू निशाना चाहियो प्रकाश लिम्बू हुनुहुन्छ उहाँलाई पनि हामी जोड गर्छौँ अब 1100 को तल कसको त कविता लिम्बूज्यूले रमाइलो गरिरहेको छ माथि कविता लिम्बूज्यू 1100 को यात्रा हुनुहुन्छ अलिकति 850 को यात्रा मात्र तयार गर्नुभएको छ 1100 भएन 850 मा जानुभयो 1100 को यात्रा हुन्छ त खेल्ने को बिमला दिन नखेल्ने ए भएन अरे डन्डाले लाग्नु पर्छ ए पाएन होइन उयो भएमा त उसले नै लाग्छ सुरुमा लट्ठीले भन्दा लात्ताले लागेर नभएको होला भयो कि भएन ओके ल त्यसो भए यस क्याम्पको विजेता हामी घोषणा गर्दछौँ सम्पूर्ण प्रतिस्पर्धीले स्वीकारिसक्नु भएको छ यो क्याम्पको घोषणा गरौँ न ओके ल ओके ओके ल यस क्याम्पको उत्कृष्ट प्रहार यस क्याम्पको विनर वर्षा लेबो पछि जस्तो लाग्यो जस्तो होला हामीलाई पनि अहिले पार्टी हुन्छ पैसा
केही गर्ने आशा छ यो उल्टा छोडिसकेको छ निकै माथि पुगिसकेको छ भाले भेट्नु आइसक्यो निकै नै माथि पुगिसकेको छ निकै नै माथि हेर मेरो पालो होइन अरे निकै उत्कृष्ट नम्रासम्म त पुगिसकेको छ उहाँले चाहिँ पक्कै पनि कवितासम्म त यात्रा गर्ने होला भन्ने आशा छ टक्काइ भनेको केवल टक्काइ मात्र नम्रासम्म सुरु नम्राको यात्रा भने लगभग नङ्ग्राबाट विषयसम्म रहेको छ नङ्ग्राको यात्रा नङ्ग्रा त बसेको छ लगभग हालेको घुँडासम्मको यात्रा गराउनु सीधा सीधा चियर अगाडि जुवाए त्यस के हुन्छ चियर कटेर हिँड्नु पाएन आवाज जान्दछ भाजी हिँड्नुपर्छ 200 रुपियाँको फन्को साथी सँगै सबै छुटे साथी सँगै सबै छुटे छोटो जीवन सँगै हँसाउँदा दामी बोला छ हामीले ज्ञानको प्राइज वितरण गर्ने बेला भइसकेको छ यसको लागि हामी फर्स्ट हन्डी फुटाइमा फर्स्ट हुने वर्ष लिम्बूलाई हाम्रो आयोजकको गाडी आएर उपस्थित हुनु अनुरोध गर्दछु हामी सुरुबाट स्टार्ट गर्छौँ फर्स्ट म्याचमा उयो फर्स्ट प्राइज ओके र प्लिज सबैले थपडी मार्दिनु होला थपडी ओके हन्डी फुटाइमा रु 1100 प्राप्त गर्दै भएको र सेकेन्ड ज्ञान युतुसा लिम्बू ऊ चाहिँ हाम्रो बच्चन लिम्बूको छोरी बच्चन 200 रुपियाँ र खोङमा लिम्बू उहाँ पनि आउँदै हुन्छ पहिला सानो सानो नानी हुनुहुन्छ हाम्रो उहाँहरूलाई चाहिँ निकै नै नमस्ते गर्छु नमस्ते उहाँ सरलाई ओके थ्याङ्क यू सर उपस्थित हुनुभएकोमा
भोटे लिम्बूको छोरा यसको लागि प्राइज वितरण गर्नको लागि हाम्रो यस डालटारको एक उदार व्यक्तित्व उहाँ चाहिँ यस खोला चोकको स्थापना गर्नको लागि निकै नै अग्रसर रहेर डालटारलाई एउटा यस स्थानमा हामीलाई डालटारमा एउटा निकै नै उदाहरणीय काम पनि गर्नुभएको छ उहाँले डालटारमा एउटा उदाहरणीय कामको लागि पनि चिनिन्छ निकै नै एनर्जेटिक दाइ जीवन लिम्बू दाइ र अर्को सानो अर्को सेकेन्ड सानो भाइ बहिनी भाइ आरुष राई उसलाई म भन्छु यसको लागि चाहिँ यस क्याम्पको प्रायोजक यस क्याम्पलाई एउटा सानो सोच तर ठुलो ज्ञान देखिएको छ यसमा सरिक भएर यस क्याम्पलाई पूर्णता रूपमा यसरी लागि परिदिनु हुने दुई हाम्रो जिउ पनि हुनुहुन्थ्यो अब एउटा हाम्रो जेन्जी बहिनीहरू यस गेमको अन्तिम र खतरनाक प्रस्तुति दिनुहुने बहिनीहरू हुनुहुन्छ यस गेममा फर्स्ट ओके ल फर्स्ट एकैचोटि चियारा बस्यो फेरि बहिनीहरूलाई एउटा दिन अर्को बिसाउने हो माया पनि लाग्छ कति दुधी सेदी दिन्छौँ हामी उहाँहरूलाई किनभने उहाँहरू फर्स्ट यसको लागि चाहिँ म एउटा नाम भन्न चाहन्छु किनभने यसको लागि निकै नै लागि पर्नु भएको छ दुःख गर्नु भएको छ हाम्रो आदरणीय अङ्कल जङ्गबहादुर हालसुब्बाज्यू उहाँलाई बोलाउँछु र यसको लागि उपस्थित भइसक्नु भएको छ बिहानदेखि खट्नु भएको छ उहाँ निकै नै यस्तो काममा निकै नै अगाडि सर्नुहुन्छ आफ्नो गाउँको लागि निकै नै यस्तो काममा र यसको लागि अन्तिम प्राइजको लागि चाहिँ हाम्रो यस डालटारमा रहेको बिजोक समूहको अध्यक्षज्यू उहाँलाई चाहिँ काउला भोटे भनेर सबैले चिन्नुहुन्छ भने उहाँको ओरिजिनल नाम डम्बरे हाङसिम्बा भनेर चिनिन्छ उहाँलाई पनि यस ओके सेकेन्ड प्राइज सबै जङ्गबहादुर हाङसिम्बा ल साथीहरू आजको चाहिँ हाम्रो होली कार्यक्रम सकेको छ अब भोलि फेरि दमदार प्रस्तुति हुनेछ होलीको जित्यो छैन 200 रुपियाँ अब त खुसी हुन नि त्यत्रो 200 रुपियाँ प्राइज पाएर पनि अझै निराश जाउँ हेर्नु पर्ला ल साथीहरू अब हाम्रो चाहिँ आजको चाहिँ होली कार्यक्रम सकिसकेको छ अब भोलि फेरि दमदार प्रस्तुति हुनेछ होलीको अनि मैले नजिते पनि यहाँ मेरो छोरीले चाहिँ जिते म्युजिकल चेयर खेलेर पैसा नितुसा त खतरा हो नि फर्स्ट भयो नि म्युजिकल चेयरमा ल साथीहरू आजको मेरो भ्लगलाई चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु र एकदमै रमाइलो भयो आज चाहिँ र मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै अन्तिममा लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ गरेर मात्रै जानु होला भन्दै आजलाई चाहिँ बाई बाई अनि फेरि एकचोटि ह्याप्पी होली।